आज चाहिँ हामी फेरि नयाँ ब्लग बनाएर गइरहेको छु केटाहरू हामी टक्क यसो बाहिर त लाग्छु खानासाना खाइसकेर होइन अब चाहिँ हामी बाहिरको यसो पार्कतिरको भ्यू अनि रुमतिरको भ्यू केटाहरूको ऱ्याप पनि देखाउने छु गाइज सबैजना हेरिदिनु होला अन्तिमसम्म भिडियो और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती ये देखो ये रूम का व्यू ये तू जाएगा कि नहीं बेटे चल यहाँ गाना बजिरहेछ यहाँ हाम्रो ल्यापटपमा यहाँ छ केटाहरू हामी चाहिँ बाहिर गइरहे हाम्रो चाहिँ कौन है ये लोग कहाँ से आते हैं चाहिँ निस्किसकेको छ होइन रुमबाट टक्क बाहिरतिर हामी घुमिरहेको छु अब हामी जान्छौँ पार्कतिर होइन गाइड पार्कतिर जान लाग्यो अब हामी पार्कतिर जान्छौँ अलि यसो 10-20 मिनट यसो घुमघाम गरेर आधा घन्टा 1 घन्टा होइन अनि आउँछौँ बाहिरबाट जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का निस्किसकेको छ होइन यहाँ मेन रोडमा पुगिसकेको छ हामी चाहिँ अब हामी चाहिँ थम्नेलको लागि फोटो पनि खिचिसकेको छ होइन गाइड अब चाहिँ हामी गइरहेको छौँ यो भाइ विदेश गइरहेको अरे यसको दारी सारी काटेर चट्ट हेर्नु पनि गइरहेको होइन अच्छा हमको सिखा रिया है चश्मा लगा लो ए मोटू इसके 2 शब्द बोल बे इसके लिए ये तो तोप है नेपाल की होप है सर उफ 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 कहाँ छ त्यहाँ छ त्यहाँ पो रहेछ त दाइ त्यसको पछाडि जानु भएन हामीले त्यहाँ पनि छ ब्याङ्कनिर ठीक है तो सुधर जाओ सुन लो मेरी बात ठीक है थोड़े मैनर सीख लो एथिकेट सीख लो तमीज सीख लो और अपना काम धंधा ढूंढो कोई ठीक है ये क्या है तो ठंडा है क्या है गरम है गरम कैसा लगा मेरा मजाक भलिबलमा त गोल नै हुन्छ सायद होइन ए फुटबलमा रहेछ गोल त ये बड़ी अच्छी बात कही आप भलिबलमा के हुन्छ ओइ भन्न मोटे भलिबलमा के हुन्छ केटीहरू आयो भने नि जोरले कस्तो हुन्छ थाहा छ जोडले आय साहेबान कदरदान मेहरबान दिल थाम के बैठी क्योंकि आ रही है आगरा से अजीम फनकारा बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ केटा हस्तै हो होइन दाइ ल हामी चाहिँ कहाँबाट दाइ मध्य प्रदेशबाट तपाईँ चाहिँ कहाँबाट हो सुदूर पश्चिम सुदूर अब दूर नै झिकै झिकै माया तमलाई है त ये बड़ी अच्छी बात कही आप दाइ हाम्रो रङदार हो क्या रङदार केटा अब रङदार भन्नु पर्यो दाइलाई रङदारको मतलब पनि भन्दै धेरै रङदार भनेको केटाहरू घुमाउने होइन केटाहरूसँग ठिटोसँग यस्तो बोल्दैन होइन यस्तो पाराले होइन थैंक्स लव यू फॉरएवर यस्तै रमाइलो हुनेछ हाम्रो भ्लगमा सबैजनाले हेरिदिनु होला होइन अन्तिमसम्म हाम्रो भिडियो हेरिदिनु होला अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्नु होला घन्टीलाई हान्न नबिर्सनु होला है त घन्टीलाई नहान्न बिर्सनु होला मोहम्मद तासिफजीको मकसद पुरा भएको छैन पछि गाह्रो हुन्छ उसको मकसद बोकेर आएको छ नि होस्टेलमा अल्लाह अकबर भन्दै लाने गाह्रो हुन्छ क्या दाइ थाहा छ नि त्यसको बारेमा यही हो त हाम्रो आतङ्कवादी दोष चोटि अल्लाह अकबर भनिदियो मेरो तसिफ दोषले पुरै होस्टेलै थर्किन्छ जहाँ गए पनि त्यस्तै थर्किन्छ अल्लाहु अकबर वाला हो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ चस्मा लगाएर फेरि तस्विर भाइ कस्तो देखिरहेको थाहा छ ठ्याक्क खलासी जस्तो देखिरहेको कस्तो थाहा छ नयाँ बालेश्वर नयाँ बालेश्वर भरमल माइतीघर सिक्दरबार यस्तो हुन्छ क्या अलि उसमा भन्न राइमिङमा भन्न अलि फ्लोमा अबे जल्दी बोल कल सुबह पनवेल निकलना है चाबेल चढेल बधा जाने ना बानेश्वर होइन जाने होइन त आऊ 150 रुपया देगा
उनीहरूको जस्तै बर्मल माथि गर्छ त भनौँ अब खास चाहिँ दाइ म त खलासी होइन नि फेरि ऊ जस्तो कसरी भन्नु गाइस अब चाहिँ हामी यो कहाँ पुग्यो ठ्याक्क भन्दाखेरि यो हामी चाहिँ पार्क मदन भण्डारी पार्कमा पुगिसकेको छौँ होइन हामी चाहिँ ट्याक्क मदन भण्डारी पार्कमा पुगिसकेको छौँ अब होइन यता यता हो केटा हो यता के म हाँस्छु होइन र के म हाँस्छु सिनियर दुईजनालाई अहिलेको बेला त्यो ट्राभल चक्र बस ललगडा हो जस्तो भने क्या नयाँ बानेश्वर बर्मल माइती घर सिंहदरबार भन त गडा हो यो भन्छ क्या त्यस्तै देखिरहेको क्या त टोपी लगाएन सार त बनाएर थोरै टोपी लगाएमा राम्रो हुन्छ होइन टोपी लगा पाइन्टजना गरेर न त्यस्तै हुन्छ त यस्तो छ क्या त यसले के भन्छ दादा ट्यापे म त पनि ट्यापे ल अब सही है नयाँ बानेश्वर बर्मल माइती घर सिंहदरबार भन्छ चुप लान मलाई तनै भन ल भन कौन है ये लोग कहाँ से आते हैं ल हाम्रो भाइहरू ऱ्याप हान्छन् सबैजना हेर्नु होला है ल बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो खुन्दा चुरोट चुरोट नि चुरोट तँलाई पनि दिउला नगर्दे रे चिन्ता ला 10 रुपियाँ पाइलो टेर आइज 3टा पुलिस पनि चुरोटे ड्राइभर पनि चुरोटे पायो भने छुट्दैन बच्चादेखि बुढोले आधा रातमा उठिएको चुरोट तान लागि रेडी थिएँ म त चुरोट पाएर खान लागि तर कप्सको भ्यान आयो 81 सरल डर लाग्यो थाले मेरो जिउ काम्ने रातको बेला परे कप्सको बेला बनाऊ गजडी खाते त कस्तो केटा होइन सर म त चुरोट खान आएको खाइसक्यो मैले घरतिर जान लाग्यो हेर्दा हेर्दै डटेले थाले मेरो खल्तीमा आधा रातमा चुरोट खान उठ्नु नि गल्तीमा मर्ने गरी खड्कायो गाला मेरो टोकायो मेरो पैसाले लुटो चाकमा डुटी नटी पड्कायो चुरोट खाने बेला डन्टे कहाँबाट आइदियो भागो एउटा पाइलेट पनि खोसेर खाइदियो भात खाने बेलामा नि चाहिने चिया खाने बेलामा नि चाहिने साथीभाइ भेट्दा त फोकटमा पाइने त्यो फोकटमा पाएको चुरोट मजाले खाइदे धुवा गोलो गोलो धुवा तँलाई पनि चुरोटटा पास गर्न मुना परबाट गएर त हेर त उहाँ भाग मुला भागिँदै आयो तेरो बुवा हेर्न बाउदेखि डराएर थरर कामिरा उता हेर तेरो बाउलाई खोइ खोइ तारिरा यसको बाउले चुरोट छिको झाङ परि हान्दिला अल्लाह लेको है तपाईलाई बिल्लाको पात्र होइन कि भाइ त मेन क्यारेक्टर हाम्रो कहानीको हिरो त हो कि नै भन्छ भाइ कहानीको यस्तो मोटो मान्छे कहानीको हिरो हुन्छ त पेट देखाइदिने पेट देखाता यस्तो ठुलो कति महिना योमा कतिवटा बेबी छ कति महिना कति महिना बाबु बुढी 4 प्रकारको हुन्छ एउटा हुन्छ हाडी गोप्पे बुढी एउटा हुन्छ घ्याम्पे बुढी कति क्लासमा पढी थिए 5 क्लासमा पढेको त अच्छा हमको सिखा रिया है जसरी ऋषि मुनिले आ गर्छ त्यसरी हाडी गोप्पी बुढीले आ गर्छ जसरी ऋषि मुनिले ओम गर्छ त्यसरी घ्याम्पे बुढीले ओम भन्छ बुझ्नु भयो कि नै बुझे ल भन है त नि यार दाइले सबै कुरा बुझ्छ यार किन भन्छ तिमी बुझ्नु भयो सब कुरा बुझ्छ दाइ ये बड़ी अच्छी बात कही आप साफा त यो मान्छे छ नि यो मान्छे साफा यसको टाउको सिलौटामा राखेर पिसिदिनु पर्छ बुझ्नु भयो गजब बेइज्जती है कत्रो खुसी भयो हेर्न खुसी त भइहालिन्छ नि हैन दाइ थाहा छ he is the one of my best friend from my college time he met me in the first college he met me in my college in the first year which college Nepal Technical Institute the Central Engineering Engineering College he made me while I was wearing a black dress he thought that he was fucking guy who was too big motos and that's it अबे जल्दी बोल कल सुबह पनवेल निकलना है अझै भन न यार ह्यान्सी भने चुप लाए बस सो इंग्लिश हानेपछि त कोही केटी पढ्दिन्छ हैन त बस सुनाएगा क्या अस्तिको त्यो मलाई चिन्नेवाला पट्टिन्छ त्यो पालि मोटी त्यो मोटी नभन्नु पर्ने यार उसको जान छ यार कस्तो त्यस्तो नभन्नु पर्ने हो बुझे मिलाब my friend well I met with ए नेपाली बोल कैसा लगा मेरा मजाक एउटा पो साथी रहेथ्यो म जुन इन्स्टिट्युटमा पढ्दैछु आज नेम कलेज छ त्यसको नाम है त त्यसमा जाने हो म सधैँ अस्ति त्यो केटी मलाई भन्यो कि मेरो नाम चाहिँ के हो अरे बबिता पोखरेल है त नाम नै मेन्सन गर्छु कहाँबाट छ हैन अनि त्यसले के भनिदिरहेको थाहा छ मेरो म त सुदूरपश्चिमबाट हो नि त मैले सोचेँ यार
हाम्रो पनि एउटा दाई हुनुहुन्छ कमल दाई, उहाँ पनि सुदूरपश्चिम आसामबाट हो। एकचोटि सोधौँ न त नाम कस्तो रहेछ अनि ठ्याक्क तपाईँको नाम बोलिदिएर मैले, अनि त्यो सिधै भनिदिएर किन दाइलाई लाइक गरिरहेको केटी अग्लो मान्छे होइन, तिनकुनुमा खेलेको मान्छे होइन, त्यो सुदूरपश्चिमकै हो त, मेरो त फ्रेन्ड छ त अनि तपाईँले आएर भनिदिएको केटाहरूले अस्ति बिल्ला हानेर यत्तिकै गइदियो क्या, किनभने त्यसको नत्र फेसबुक आइडी त वाट्सएप केही पनि थिएन। अनि फेरि भोलि बिहान गएर अनि त्यसलाई दाइलाई तपाईँले देखायो आइडी लिएर आयो क्या, मलाई देखाएर आऊ म चेक गरेँ मेरोमा फ्रेन्ड छ क्या साँच्चीकै म्याच। कस्तो बिजोग है दाइ। 2 hours later. गाइज हामी चाहिँ यहाँनिर होइन टक्क फोटोसोटा खिचेर अनि हामी निस्किरहेको छौँ अगाडितिर अब होइन। त्यो मलाई भनेर पाएको त्यहाँनिर ठ्याक्क भिडियो बनाउँदै लाएको थियो होइन केटा, टिकटक बनाइरहेको थियो, ठ्याक्क कप्स आएर हामीलाई निकालिदियो। टाइम भइसक्यो अरे, बज्नु पनि 9:30 10 बज्नु लागिसक्यो। त्यो भएर होइन अब राति हिँड्न दिन्न बाहिर पुलिसले चाहिँ, अनि त्यही भएर हामीलाई निकालिदियो होइन। भिडियोमा टिकटक बनाउने थियो, भोलि आउँथ्यो टिकटक सबैजना हेर्थ्यो होला है, तर टिकटकै बनाउनु पाएन हामीले। ल हामी फर्किरहेको छु रुमतिर, ल पुगिसक्यो होइन। इन्ताज के भन्नु लाग्यो मेरो भाइ, हाम्रो च्यानलमा बन्दै हुनु ल्याउने कब्यो। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती। ओ पढन्दाज भाइ पढिरहेको ठिक छ। हामी चाहिँ आइसकेको छौँ घुमघाम गरेर, बाहिर ट्याक्क तल टायरले माथि ढोका पनि लगाइदिएको थियो होइन। अलि फेरि चाबी मगाएको होइन, अनि फेरि ल सबैजनालाई माया छ, हेर्दै गर्नु होला ढुङ्गा ब्लग। हाम्रो भ्लग चाहिँ आजको मिनी ब्लग यहीँ दाइले हाल्नुहुन्छ है, सबैले लाइक सबैजनाले हेरिदिनु होला, साथ सबै माया देखाइदिनु होला है। यहाँ मैथिली में बोल, सब्सक्राइब करो, ये सब कुछ बोल। हाँ, ये तो अपने भेल पहाड़ी है ना, हम अपने मधेसी में अपन मैथिल भाषा में कह रहल छी। सब दाजू भाई सब कनी देख देबे वीडियो के माया कर देबे, लाइक कमेंट कर देबे है ना। जे बुझते छिए लाइक कमेंट सब ठोक देबे, सब्सक्राइबो कर देबे, कनी दाजू के बढ़ा देबे नीचा लेवल से ऊपर लेवल तक है ना। ल माया कर, लव यू।